बरु जिउँदै मर्न तयार छु। बालन शासन चुक्दैन। आज विद्यार्थी संगठन खारेज भनेर गाँजाको तालमा लुसिफरले गरेको निर्णयलाई हामी मान्न तयार छैनौँ। तयार हुँदा हुन्छ बरु जिन्दगीमा यो 26 वर्षको उमेरमा बरु ज्यान आहुति जान्छ, सडकमा मर्न तयार छौँ। तर लुसिफरलाई लट्याएर गुडा टेकाएर यो प्रदर्शनी मार्गबाट भन्न चाहन्छु, यही नजिक सियोधरा बस्ने बालन शाहलाई तपाईले तत्काल विद्यार्थी संगठन खारेजको विषयमा जुन निर्णय लिनुभएको छ तत्काल फिर्ता गर्नुहोस्। होइन भने एकजना पनि विद्रोह भयो भने विद्रोहको विकुलमा एकजना उभियो भने आगाको झिल्को जस्तै हो, रोक्न सकिँदैन, थ्याक्न सकिँदैन। तपाईलाई थाहा नहुन सक्छ विद्यार्थी राजनीति गर्नु भएको छ कि छैन थाहा छैन। तपाईँ बारबारा फाउन्डेसनको कि कुनै एनजिओ आइएनजिओको सदस्य भएर बन्नु भएको मलाई थाहा छैन। जनतालाई 5 वर्ष यो देशको विकास गरला भनेर तपाईले जनताको जनादेश दिएको र तपाईले जसो गरी पछिल्ला दिनमा एकदमै श्री 3 को शासनका जसरी हिजोका दिनमा राजाले राणाले यही देशमा शासन गर्दा पनि विद्यार्थी राजनीति खारेज भएनन्। तर तपाईले खारेज गर्ने जुन खालको एउटा कुचेष्टा गर्नुभयो यो कुचेष्टा तत्काल फिर्ता गर्नु होला। होइन भने भोलिको दिनमा घटेका घटनाको जिम्मेवारी तपाईँ स्वयं लिनु होला। हामी मर्न पनि तयार छौँ र यही सडकबाट आन्दोलनको मुभमेन्ट अझै उग्र बनाउन तयार छौँ। आज बेलुकाको 7 बजे मात्रै आयोजना गरेका छौँ। भोलिको दिन राति 12 बजे 2 बजे 3 बजे पनि आयोजना हुन सक्छन्। हामी त खाली छु, हामी त आन्दोलनको मुभमेन्टमा हिँडेको। हामीलाई प्रगति भन्दा पनि परिवर्तन चाहेको हो नि। हुन्छ त भन्दा कसैका विचार मारेर विश्वविद्यालयको गेटमा कसैका विचार मारेर बन्दुकधारी साथीहरूलाई हेलमेट हालेर गेटमा पठाउने होइन। लिपुलेक लिम्बुवादुरा र कालापानी तराईका धेरै क्षेत्रमा आज जनताले शास्ति भोगिरहेका छन्। भारतको त्यो ठाउँमा यी वर्दीधारीलाई पठाएर न्यायको आवाज दिनु पर्यो। होइन भने भोलिका दिनमा तपाईँले गर्दै आएको आन्दोलनको मुभमेन्टमा तपाईँले गरेका निर्णयहरूमा कुनै दिन ब्याक भएछ भने बरु जिउँदै मर्न तयार छु। बालन शासन चुक्दैन। मेरा भनाइ यति राख्दै यो कार्यक्रममा आफ्नो सम्बोधन गरिदिनु र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कमरेड अनुराग शाहज्यूलाई आफ्नो भनाइ राखिदिनु र हार्दिक अनुरोध गर्दछु।